यो ए अहिले उडाइदिने हो दोकान चाहिँ यो अहिले नै ए हो जापान गएर नबिर्सिनु है कान्छा बाई बाई हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल है तपाईहरु सबैजनालाई स्वागत छ धेरै लामो समय पछाडि अनि लगभग भिडियो नआएको पनि कति एक महिना के गर्छ लगभग 1 महिना चाहिँ प्लस भइसकेछ अनि अब त्यही हो मेरो च्यानलमा अलिकति समस्या आएकोले गर्दाखेरि भिडियोहरु चाहिँ मैले त्यहाँ अपलोड गर्न चाहिँ पाइरहेको थिएन किनकि च्यानलमा समस्या चाहिँ के आएको थियो भन्दाखेरि जुन अब पहिला अब जुन अब कति पहिला थाहा होला कति पहिला त थाहा नहोला अब जुन मैले मोनेटाइजको लागि अब भनौं न पेश गरेको थिएँ च्यानल चाहिँ अनि जुन यो भन्दा पहिला अपलोड गरिएका भिडियोहरुमा चाहिँ जुन कपिराइटहरु आएको थियो अब रियुज कन्टेन्टहरु जस्तै यस्तै खालको इस्युहरु आएको थियो त्यो कारणले गर्दाखेरि मैले चाहिँ कति लगभग 1 महिना चाहिँ भिडियो अपलोड गर्न पाएन खैर केही छैन त्यो समस्याको समाधान चाहिँ मैले गरिसके कति त्यो उहाँदेखि दिएको टाइम चाहिँ सकिसक्यो सो त्यही हो यति भन्दै आजको भिडियोलाई कन्टिन्यू अगाडि बढाउन चाहन्छु यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ र अहिलेसम्म मेरो च्यानल चाहिँ सब्स्क्राइब गरिदिनु भएको छैन भने च्यानललाई बटाबट सब्स्क्राइब गरिदिनु होला भिडियो धेरै दिन पछाडि आएको छ भिडियो के को बारेमा भनेर तपाईहरु टाइटल र थम्बनेल हेरेर पनि थाहा पाइसक्नु होला यस गाइज है जुन हाम्रो गाउँको बुद्ध तामाङ भन्ने तपाईहरुले चिन्नै भएको छ धेरै अगाडिदेखि मेरो भिडियोमा आइरहेको भाइ हो त्यो भाइ चाहिँ आज फाइनली अब जापानको लागि अब भनौं न हैन अब उसको चाहिँ फ्लाइट छ यो कुराहरु मैले तपाईहरुलाई अगाडि शेयर पनि गरेको थिएन अब धेरै ग्याप भयो नि त भाइको पनि च्यानल छ बुद्ध बोमजन तामाङ हो कि के छ त्यस्तै के होला मलाई जहाँसम्म लाग्छ बुद्ध तामाङ सर्च गर्नुहुन्छ भाइलाई चाहिँ भेटाउन सक्नुहुन्छ भाइको पनि च्यानल छ त्यहाँ पनि गएर सपोर्ट गरिदिनु होला र त्यही हो जुन दिन म काठमाडौँतिर आएँ त्यहाँदेखि त्यो जुन मैले पठाउको लागि त्यो अफिसमा गएर दर्ता गरेकोहरु भिडियो आएको थियो त्यहाँदेखि चाहिँ भिडियो आएको छैन तपाईहरुलाई पनि थाहा होला च्यानलमा गएर चेक गर्न सक्नुहुन्छ धेरै लामो समय भयो नि त अब के भन्ने त्यस्तै इस्यु आयो खैर केही छैन भिडियो आएको छ अब म चाहिँ सरासरी यहाँदेखि जान्छु अब कति लगभग भाइ चाहिँ 10 बजे निस्किने अरे भाइ चाहिँ अहिले गौशालामा छ अरे त्यहाँदेखि लगभग उनीहरु चाहिँ 10 बजे निस्किन्छु एयरपोर्ट भनेर 1 बजेको फ्लाइट रहेछ 1:30 बजेको फ्लाइट रहेछ भाइको चाहिँ अनि 10 बजे भित्रमा पसिसक्नु पर्ने अरे दाइ आउने भनेर भनेको थियो अनि हिजो अस्ति भर्खरै गाउँमा पनि भेट भएको थियो म यो 1 महिनाको बीचमा गाउँ पनि गएको थिएँ हिजो अस्ति गएर आएँ त्यो जुन अब त्यो भिडियोहरु पनि हालौँला भनेको थिएँ अब के गर्नु हाल्नु नमिलिसके पछाडी के नै गर्न सकिन्छ र त्यो भिडियोहरु पनि अब लाउन पाइएन अगाडि जे जस्तो भयो त्यो इस्युहरु चाहिँ छैन त्यसको अब सोल्भ भयो खुसी मान्दै अब म सरासर तपाईहरुलाई एयरपोर्टमै गएर भेटाउँछु है यहाँ म चाहिँ आइपुगिसके कान्छो यता कता छ खै कान्छो खै एउटा कान्छो चाहिँ यता रहेछ कता कान्छोको लागि मैले यो पनि किनिसके अब खोइ कान्छो खोइ ए यता ल यहाँ आइपुगिसकेछ मम्मी अब यता के गर्नु जानै पर्ने नरहनु पर्छ नरहनु खोइ को आएको सुरेश खोइ त्यो विदेश जाने मान्छे किन खोइ यहाँ यो कान्छोलाई उडाइदिइहालौँ अहिले नै हैन यो ए अहिले उडाइदिने हो दोकान चाहिँ यो अहिले नै ए हो ठिक छ ऊ टोपी खस्यो खोइ झोला यो तिम्रो अरू खोइ यिनीहरू पनि हो ल जापानको यात्रा सफल होस् कान्छोको
ल ल कान्छ ल ओहो ओहो आन्टीहरुसँग हैन नि तिमी यो रहेछ कान्छको झोला चाहिँ 2-3 रुपैयाँ अरु छ ल ल ल झोला पनि आउँछ रेडी भइसक्यो यता सबै भिजाहरू के हो हतियार जापानसँग पुग्ने हतियार ल अब चाहिँ कान्छोको एकदम तयारीमा खोइ त बुझेँ ए यता आउँदो रहेछ कान्छो त अगाडि यता मम्मी हामी छौँ यता पुर्याउन आउने खोइ त कान्छो ए उता छिरेछ उठाऊ कान्छो उठाऊ उठाऊ ल कान्छो अब लाइनमा एकदम अलि उता एउटा घुमाउ कान्छो मिलाएर लैजाउँ मिलाएर सबै सक्दैन आउनु है अहिले होइन क्या अहिले होइन लाउनु उयो परसम्म क्या आउँछ जान्छ ल ल ल ल बाबाई कान्छ राम्रोसँग जानु राम्रोसँगले जानु कहाँ हुनुहुन्छ आउँदै हुनुहुन्छ ल कान्छ ल ल ल ल बडो बडो कान्छो पर्खिँदैछु गरेकै छैन सम्झ है गाउँको एउटा एकदम ज्ञानी इमान्दारी कान्छ पनि गाउँ छोडेर जाने जापान बाई बाई है हामी पनि ल बिदाई कान्छलाई राम्रो होस् शुभयात्रा जापान गएर नबिर्सिनु है कान्छा मेरो बाई बाई
मजाले हेर्नु पनि नपाउँ होइन हो नि मेरो मामाले आउँछ अहिले आउँछ भित्र छिराउनु दिँदैन ल हामी चाहिँ अब फर्क्यौँ कान्छोलाई बिदाई गरेर सबैजना मम्मी यता बोजै अझै पनि कति छ जाने क्रम जारी छ रुने क्रम पनि जारी छ ल म चाहिँ भाइलाई बिदा गरेर पनि छिरिसकेँ बाइक चाहिँ मैले यता पार गरेको थिएँ लास्टै गाह्रो रहेछ कि पार गर्नु चाहिँ ठाउँै नहुने अहिले त खुल्ला खुल्ला भएछ अघि मैले आउने ठाउँमा उचालेर राखेको यहाँ लास्टै प्याक्कै यहाँ त्यही हो अब म भाइको मम्मी चाहिँ आज जानुहुने अरे भाइको मम्मीलाई चाहिँ अब म लगेर रुममा भरे गाडी चढाइदिन्छु होला भाइ चाहिँ छिरिसक्यो म चाहिँ निस्क्यो यहाँदेखि तर चाक चाहिँ लास्टै टट्टान ल बोजेलाई चाहिँ म लिएर जान्छु अब बोजेको लागि टिकट पनि काटिसकेँ बोजे काउन्टरमा छु भने ग्राडको गाडी चाहिँ कता कता रहेछ बुलेट भन्छ उहाँ रहेछ त्यो रहेछ गाडी बुलेट भनेको छ्यास अभी त्यो त होइन त त्यो चाहिँ होला ट्रेनर पनि गाडकै रहेछ सबै हाम्रो यो गाडको यो पनि गाई गाडको आउनु कति मैले मकै खाँदै खानु अरे मिठो लाग्यो अरे मैले पनि खाँदैछु बुलेट यो चाहिँ रहेछ 8786 गाडी नम्बर हामी चाहिँ निस्क्यौँ बस पारबाट यहाँ भित्रबाट बस चाहिँ त्यहाँ भरे बोझे जाने बस चाहिँ ल म चाहिँ अहिले बोजूलाई लिएर फेरि बस पार्क आइपुगिसकेँ अनि अब म चाहिँ फर्किन्छु बोजू चाहिँ गाउँ जानुहुन्छ यता हुनुहुन्छ बोजू चाहिँ म चाहिँ निस्किन्छु ल बोजू राम्रोसँग जानु ल ल अब के भन्छ मजाले जानु धेरै फोन नखेलाउनु भाइ अब मजाले पुगिहाल्छ नि यो राख्नु ल गएको ल बोजू ल ल ल ल म चाहिँ निस्केँ म तपाईँलाई कल गर्छु भरे भरे बोजू गाडीहरू छुट्ला बस्ने ठाउँमा यसो विचार गर्नु ल ए यो चाहिँ म किन बोल्नु